इट्स मी सुस्मिता गुरुङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो गाइज आज चाहिँ हामी पूजा गर्नको लागि गाइज आज चाहिँ हामी पूजा गर्नको लागि छिम्केश्वरी डाँडा जाँदैछौँ र मसँग हुनुहुन्छ सोनु गुरुङ। हेलो वान। हाम्रो साथीहरू नि अझै आउँदैछ है तलबाट, हामी चाहिँ अलिक सुपर फास्ट भएर आइपुग्यौँ माथि। सो गाइज हाम्रो चाहिँ दुई ग्रुप आउँदै हुनुहुन्छ होइन। हामी चाहिँ टोटल 6 जना लागेको छिम्केश्वरी पूजा गर्नको लागि चाहिँ। अनि अहिले चाहिँ सोनु र म अलिकति माथि आएर बसिसक्यौँ। अनि दुई ग्रुप चाहिँ आउँदैछ। हाम्रो सोनु दिदी चाहिँ छिट्टै बाहिर जाँदै हुनुहुन्छ होइन, त्यही भएर चाहिँ यसलाई टक्क लगाएर नि घुमाउन लिएर आएको। अनि लास्ट भ्लग योसँग त्यही भएर पनि मैले बनाएको हो होइन। अनि अनि एउटा चाहिँ एकदम स्पेसल कुरा, हामीलाई चाहिँ सनसेटले चुम्मा हान्दैछ है त, यस्तो दामी है त। अनि यो देख्दा चाहिँ हामीलाई एकदमै रमाइलो लागेको छ। अनि हामी चाहिँ अलिकति माथि आएर बसेको। यस्तो छ हेर्नु न, वरिपरि पुरै डाँडाले घेरेको छ। अनि हामी चाहिँ थोरै क्लिप देखाउँदै जान्छौँ हजुरहरूलाई। हाम्रो साथीहरू चाहिँ त्यसम्म आउँदैछ है। कता गयो होइन हो र, एकजना मात्रै छ त हो कि होइन? होला त्यहाँ चाहिँ एक ग्रुप आउँदैछ। अब को हाम्रै साथीहरू हो कि को थाहा भएन, हुनसक्छ हो दिदी नै हो, डल्ली होइन है के हो। उतापट्टि आउँदैछ हाम्रो दिदीहरू। हाम्रो साथीहरू चाहिँ एक ग्रुप आइसक्यो होइन। अनि ऊ त्यता आउँदै छ। अनि आइसिएलले देखाउँछु र अनि एक ग्रुप चाहिँ कता हरायो। तिनीहरूको बानी यस्तै छ, जहिले पनि बाटोमा अल्झिरहन्छ होइन। कहाँ पुगेर आउँछ तर जहिले पनि बिच बाटोमा अल्झिरहन्छ। के गर्ने तिनीहरूलाई आउँछ अरे के भन्यो। गाइस मैले चाहिँ छिम्केश्वरी गएको मेमोरी हुन्छ भनेर चाहिँ बनाउन लागेको भिडियो। अनि सो थोरै क्लिपहरू हाल्छौँ। अनि आयो दुई ग्रुप आयो फेरि चाहिँ हाम्रो चाहिँ। ल हेलो वान डल्ली, मैले भिडियो लास्ट हेर्न अझै अस्ति चाहिँ मैले भ्लग बनाएन भने आज चाहिँ लुक्यो होइन। खै त तिनीहरू बहिनीहरू भाग्यो सबैजना आइसक्यो है त। हाम्रो चाहिँ पुरा सनसेटले किसाउँदैछ। भयो यस्तो भयो नै, म बनाउँदिनँ। बनाऊ कि नबनाऊ भन्नु ल। अन्त लजाएर होइन हैरान। हाई भन हाई। ल हिँड ल अब चाहिँ हामी लाग्छौँ। ल सोनु जामै गरी चिनेर बाटो। अब चाहिँ हामी थोरै क्लिप हाल्दै। सो गाइज भ्लग चाहिँ मैले बनाउँदैछु। सुस्मिता चाहिँ बाइक चलाउँदैछ। दामी है बाटो चाहिँ राम्रो छ। तल त घाम नि लागेको छैन हो। गुराँस भनेको त तर यो के को रुख हो है थाहै भएन। तर हामी जानु लागेको ठाउँमा चाहिँ माथि चाहिँ लाली गुराँसहरू पाइन्छ। यो त खै के फुलको हो, लाली गुराँस जस्तै। हामी चाहिँ ल यो छोटो मिठो गाउँतिर आइपुगेका छौँ है। कहाँ आइपुग्यो थाहा छैन, तर दामी छ। के गाउँ हो यो थाहा छैन, माथितिर होला। हामी चाहिँ यहाँसम्म आइपुग्यौँ होइन। यस्तो दामी छ यहाँको भ्यू। मेरो पुन्डिङहरू चाहिँ फोटो खिच्ने रे, भिडियो बनाउने रे। अनि यहाँसम्म आइपुग्दा चाहिँ बाटो यस्तो राम्रो छ कि यस्तो राम्रो छ। पहिला कति नराम्रो थियो बाटो होइन। यही मन्दिर जाँदाखेरि चाहिँ 2-3 घन्टा लाग्थ्यो भने अहिले चाहिँ हामी लगभग आधा बाटो आइसक्यो होइन। अनि एकदम सजिलो सहज तरिकाले आइपुग्यो होइन। यहाँ बाटै मिलाएन यिनीहरूको, के भइरहेछ। जापान जाने मान्छे ल एकदम धेरै फोटो खिच्न पर्ने चाहिँ उ त्यसलाई है। यो हामीले खिचेको त हुँदैन उसलाई त। गाइस हाम्रो चाहिँ फोटो भिडियो भयो होइन। अब चाहिँ हामी निस्किन्छौँ, लाग्छौँ। ल अब चाहिँ हामी लाग्छौँ है त। ल निस्कि त सबै पालो निस्कि ल दिदी चढ्नुहोस् ल। बहिनी दिदी होला बाटो माथिसम्म राम्रै भयो हुन्थ्यो होइन। ल
ल अब हामी पनि निस्किन्छौँ है त। गाइड्स अफ रोड स्टार्ट भयो हाम्रो चाहिँ। अब यहाँ उचाल्दैछ स्कुटर। कसैले पनि बाइक र स्कुटर पार गर्न नसकेको अवस्था। Oh my god. सायद यहाँ पहिरो भएर होला बिग्रेको रोड। औकात दिखाइदिइस्। बाटो राम्रो भन्दा भन्दा औकात देखाइहाल्यो। यस्तो रहेछ होइन। जान्थ्यो होला तर यहाँ गिटीहरू भइरह त जान्थ्यो राम्रैसँग। ठिकै छ बन्दै छ होइन। पछि होला नि राम्रो। अहिले त बन्दै छ। हिँड्न यस्तो दामी छ कि यहाँ तल अझै गाउँहरूले चाहिँ ल अरू चाहिँ लागिसक्यो। हामी पनि जान्छौँ है त। सो गाइड्स लोप्राङ आइपुग्यौँ हामी चाहिँ। लोप्राङ अब यहाँबाट फेरि हल्का अफ रहेछ अलिकति है। अब सायद धेरै छैन होला बाटो। मलाई जहाँसम्म लाग्छ चाहिँ धेरै लाग्यो। अब 15 मिनट जति लाग्छ होला सायद। हल्का रातो माटो रहेछ यता चाहिँ। नेपाली पाउडर अलिअलि पाउडर खानुपर्छ। फुल्ली टाइम त यही हो साथीहरू। अब अलिअलि छ होला सायद। वाउ। सो गाइड्स ल यहाँ चाहिँ अब सायद सिमकेश्वरीको गेट बनाउँदै होला। यहाँ चाहिँ अब कहाँ यो बन्दीपुर जाने र घुमाउने जाने बाटोको गेट रहेछ। यहाँ माथि आन्टीहरू छ। हामी चाहिँ यो तलको बाटो जानुपर्छ। सो गाइस हामी चाहिँ मेन रिक्स बाटोहरूमा चाहिँ भिडियो बनाउन पाएन किनभने साथीले नि पछाडि समाउनु पर्ने अनि म नि अगाडि हेर्नुपर्ने। अनि त्यो भएर चाहिँ खै त उहरू रेगनहरू है त हामी चाहिँ यहाँ सबलाई कुरेर बसेको। चल्दै थियो त। यो चाहिँ मेन यो बाटो त खासै नराम्रो त होइन। यो त ठिकै हो तर अघि नै त्यहाँनिर कस्तो डेन्जर थियो। खाल्टै थियो। अर्को टोली आउन छ आउँछ तिनीहरू बिस्तारै। हामी चाहिँ बिस्तारै जान्छौँ। ओए धुलै रहेछ लगाइछ। हामी चाहिँ बिस्तारै जान्छौँ। अब चाहिँ एकैचोटि माथि गएर भेट्ने है त। बाई। ओ गाइस हामी चाहिँ फाइनल्ली आइपुग्यो होइन। अब चाहिँ आधा घन्टा जति भर्याङ हिँड्ने। अब ट्याक्क लगाएर उयो भर्याङ सरर जाने बाटो चाहिँ यही हो। यति मात्रै अलि राम्रो ओह्रालोमा त लास्ट गाह्रो छ। ल अब जाऊँ होइन किन यहीँ बस्ने हो। बरु पानी चाहिँ लिएर हिँड्ने एउटा। ल पछि हामी सल्लाह गर्दैछौँ। अनि आएर खाने कि पानी चाहिँ लियो एक बोतल। ल पछि हामी यो सिँढी चढ्दै जाने। हामी चाहिँ
ओ माई गड गुफा जस्तो बाटो ल अब चाहिँ हामी चाहिँ सिडी चढ्नतिर लाग्यौँ ल अब सर बिस्तारै जाने 20-25 मिनट चाहिँ यो सिडी नै हिँड्नुपर्छ है हामी खुट्टा काम्नु भयो अब थररै हाम्रो साथीहरू पनि आइन्छ हामीलाई गाइड गर्नको लागि चाहिँ 3 जना कुकुर मान्छेहरू पनि आउनु भएको छ ल यिनीहरूको पछि हिँड्ने हामी चाहिँ ल यिनीहरू पुरा गीत लगाइदिएर यार ल अब चाहिँ सर जान्छौँ हामी यहाँसम्म आयो लाली गुराँस देखेन भनेर हामीले गुनासो गरिरहेको थियौँ होइन तर यहाँ भर्खर कोपिला फक्रिँदै रहेछ अब चाहिँ देख्छ होला यो हिँड्ने बाटोमा है अब चाहिँ अलिअलि देखिन्छ कि पिङ्क कलरको यस्तो बाटो होइन क्या अब होला 25 मिनट त यही बाटो हिँड्नुपर्छ बाउको बिहा देख्नु भयो ल हामी चाहिँ ल्याइसी खानु परेन के कुरा गरे है दिदी के कुरा गरे अहिले ल्याइसी खानु परेन ओहो यस्तो बाबा गाइस गाह्रो पर्यो हिँड्नलाई अझै आधै बाटो छ हाम्रो गाइड त बल्ल अगाडि हिँड्नु भयो बुई अरू त कहाँ उता आउँदैछ हामीभन्दा अगाडि मान्छे पनि रहेछ अरू मान्छेहरू यहाँ पूजा गर्न आएको होला अब चाहिँ हामी एकैचोटि पुगेर चाहिँ मन्दिरमा देखाउँछु गाइस छिम्पेश्वरीमा चाहिँ होलीको दिन यस्तो भव्य रमाइलो हुन्छ होइन ठुलो प्रोग्राम हुन्छ भएभरको मान्छे यतै थुप्रिन्छ एकदम रमाइलो हुन्छ होइन नचिनेको मान्छे पनि आएर होली होली भनेर दल्छ त्यो चाहिँ मन पर्दैन हाम्रो चाहिँ होलीमा आउने भन्ने प्लान थियो तर त्यो कारणले चाहिँ हामी चाहिँ होलीमा नआउने भयौँ अनि होलीको अहिले 21 तारिक हो सो आजको दिन चाहिँ हामी आएको होलीको दिन चाहिँ हामी हिँड्ने नचिन्ने मान्छेले चाहिँ हामीलाई होली डल्ल आउँछ भनेर चाहिँ हामी चाहिँ अलि अगाडि नै आएको तर एउटा बेफाइदा भयो हामीलाई के अरे हामीले लाली गुराँस नै देख्न पाएन सानो त्यो मान्छेहरू चाहिँ टिप्या जस्तो लाग्यो किनभने बाटैभरि पातै पाथ्यो लाली गुराँसको हामीले चाहिँ खास चाहिँ देखेन तर हो बिचमा रातो देख्छ अब त्यहाँ बिचमा कसरी जाने हामी जान सक्दैन र टिप्नु पनि हुँदैन त्यही गाइस यहाँ चाहिँ मान्छे देख्न थालिसक्यो रेस्ट गर्दै हिँडेको रहेछ हाम्रो गाइस त कहाँ भेटौँ जस्तो गर्छ हामी हिँड्न थाल्यो फेरि हराउँछ खतम रहेछ लाली गुराँस यता चाहिँ भर्खर कोपिलै छ यहाँ चाहिँ अलिकति फक्रेको रहेछ अझै ठ्याक्क त्यो होलीको दिनमा भए चाहिँ डेन्जर हुन्थ्यो के काम है टिप्न मिल्दैन टिप्न हुँदैन जे भयो नि तपाईँहरूलाई देखाऊँ भनेर चाहिँ हो मैले यहाँ नि मन्दिर हो कि हो यो रुख रहेछ यहाँ पूजा गर्ने रहेछ खै तिनीहरू लाउन थाली हामी 10 मिनट जति त कुर्यो होला हालत बिचराको हालत अब चाहिँ हामी सँगै लाग्छौँ
मेरो भ्लग चाहिँ अब बहिनीले बनाउँछ है त। सबैको हालत निकै कमजोर छ अहिले। हामी सबैलाई यहाँ अहिले मन्दिर पुगेर पूजा गर्नु भइसक्यो। सबैको हालत एकदमै पसिना पसिना भएको छ, देख्न सक्नुहुन्छ सिङ्गर। यसरी नै होलीमा निकै रमाइलो हुन्छ। होलीमा त सबै मान्छे आउँछ यता उता सबै, तर लालीगुराँस चाहिँ थोरै थोरै ठाउँमा छ। लगभग हामी आइसक्यौँ। अब थोरै बाँकी छ। हामीले लालीगुराँस देखिसक्यो। ओ माई गॉड, पछाडि देखाउँछ यस्तो देवा। अन्त त लालीगुराँस छ खप्नेमा। यहाँ पनि फोटो खिच्ने कार्यक्रम हुँदैछ है। ल वाह, वहाँ पुगेपछि मात्र देखाउँछु भनेको, के गर्ने देखाउनै सकेन। अब बाटो भयो नि, छोटो छोटो बनाउनु मन लाग्यो है त। चिनाहरूले चाहिँ लालीगुराँस चोर्यो है यहाँको। यस्तो राम्रो फुलिरहेको थियो। लालीगुराँस टिपेर फोटोसुट हुँदैछ सबैजनाको। अझै एउटा टिप्न पनि भयो क्या लालीगुराँस। चढ त रेगन साथी एउटा अझै टिप्दियो। जा त चढ्दा आइपुगेँ गाइस, हामी आइपुगेँ। मन्दिरमा चाहिँ अलि हल्ला नगरौँ मलाई। मन्दिर यता चाहिँ कता जाने होस् त्यो चाहिँ खासै थाहा छैन मलाई। हेर्नुहोस् है, यहाँ त्यहाँ आन्टी भाइहरूले यति धेरै टिपेछ। हामी चाहिँ जम्मा एउटा टिप्नलाई पनि डराइ टिपेको। मन्दिर थकित अनुहार शान्त मन। होइन दिदी, आनन्द भयो। ल अहिले पूजा गरेर भेट्ने छौँ, बाई। 3 टाइम्स घुमेर चाहिँ नि हामी भित्र छिर्छौँ। तिनीहरू चाहिँ सिधै छिर्यो। 3 टाइममै छिर्यौँ। तर अरू चाहिँ पूजा गरिसकेपछि घुम्छ होला, हामी चाहिँ पहिल्यै घुम्यो है, एउटै होला। 3 टाइम्स। यहाँबाट चाहिँ यस्तो बवाल लाग्यो कि भ्यू। ओहो कता मोबाइल खस्यो भने त लिन जानै सक्दैन रहेछ। डल्लीको चाहिँ नरिवल फुटाउने टाइम आयो। हातमा लाग्ला है त्यो, अलि तल गर। होइन फुटाएर गरे हुन्छ के, भइहाल्छ नि। 1 2 3 गो। नयाँ म्यामले नरिवल फुटाउन लगाएर मैले खिच्दैछु ल। तैँले लिँदैन पनि त। ल अब हामी चाहिँ पूजा गरेर भ्यायौँ यहाँ। यिनीहरू घन्टी सन्टी बजाउनु लागिरहेको छ। अब हामी चाहिँ उता जाने, पूजा गर्नेलाई उता पनि छ। ल गाइस, यसले चाहिँ घन्टीमा भोट हान्ने रहेछ नि, त्यही भएर घन्टी बजाइरहेको छ है। पुरा मन्दिर। हाई रेगन हाई गरिदियो। सिसीलाई देखाउनुपर्छ, हाई गरिदियो। सो गाइस, हामीले चाहिँ माथि पूजा गरेर भ्यायो होइन। अब चाहिँ ऊ माथि जाँदैछ पूजा गर्नको लागि। अब चाहिँ त्यतापट्टि अनि अरू चाहिँ गइसक्यो। सोनु दिदी अस्मिता चाहिँ गइसक्यो। म रेगन बहिनी चाहिँ पछाडि नै छौँ। यहाँको बाटो चाहिँ यस्तो छ होइन।
मन शान्त भइरहेछ एकदम खुसी लागिरहेछ यहाँ चाहिँ मलाई अस्ति नैदेखि आउँछु 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 भनेर सोचिरहेको थिएँ अनि साथीहरू पनि मिलेको थिएन अनि त्यस्तै भइरहेको थियो अब अहिले चाहिँ आउनु पायो आउने मौका पायो खुसी छौँ एकदमै फेरि पनि आउनेछु अर्कोचोटि नेक्स्ट टाइम त्यस्तै हो अब माथि गएपछि चाहिँ भिडियो बनाउँछु लगभग आइसकेछौँ त्यही माथितिर यहाँ नि फोटो भिडियो त राम्रो आउँछ होला एकदम लालीगुराँसको बोट चाहिँ आइपुग्यो दिदी घुम्दैछन् आएर पनि फनफनी घुम्दैछन् डल्ली चाहिँ थाकेर कहिले खाना पाऊँ भनेर बसिरहेछन् छिटो पूजा गर बहिनी ओ माई गड बाबा यहाँ चाहिँ शुद्ध मनले सुतेर बसेर जे गरेर पूजा गर्दैन हुन्छ मन्दिर पनि त्यस्तै छन् ल आऊ सबैजना बस ढुक्क पारेर आनन्दरी के माग्यो मागेर सियोको मान्छे पण्डित नि बजाइ लामसाङ पूजा गर्न है गाइस म चाहिँ अब छोटो मिठो पूजा गर्छु अनि त्यसपछि भेट्ने छु कतिचोटि घुमाउँदो रहेछ 100 चोटि पुऱ्याउँछ कि हाल्दा त्यही गाड्दैन लालीगुराँस गाइस मेरो नरिवल किन यस्तो पर्यो मैले पाप गरेँ र यस्तो पो पऱ्यो अस्ति नै चाहिँ त्यो भित्र डल्लो थियो मलाई जहिले नि के अरे मन्दिर जाने बेला कि भित्र डल्लो कि चाहिँ यस्तो पर्छ ला उडो गाइस हाम्रो चाहिँ सबै काम भ्यायो पूजासुजा गरेर अब चाहिँ हामी तल झर्न लाग्यो अर्को मन्दिरनिर सामानहरू भएको ठाउँतिर डल्लीको ज्याकेट चाहिँ कहाँ गयो नि त्यही हो गाइस अब चाहिँ हामी अब अङ्कलले त रुखै भाँच्यो टिबेट बाटो त एकदम राम्रो छ भन्दै प्रशंसा गर्दै आएको त होइन होइन लाउनु भाइन ए यो यसको ज्याकेट पो हो त्यही भएर चाहिँ प्रशंसा गर्दै आएको लास्टमा त बिचमा अलि नराम्रो रहेछ माथि आउने जेलसम्म झन् अलि नराम्रो रहेछ अन्त नेपाली बाटो नेपालको बाटो अलि ढिले बन्छ हामी सायद बाहिर गएपछि बन्छ होला अलि राम्रो चाहिँ त्यस्तो लाग्छ मलाई त्यस्तो लाग्छ है मलाई चाहिँ मान्छेहरू अझै आउँदै हुनुहुन्छ यस बेला आछ है खाना भोक लागिसक्यो होला हामीलाई त लागिसक्यो अब चाहिँ हामी पछि तल जान्छौँ भगवान् हामी चाहिँ छुट्दैछौँ अब हामी चाहिँ घर जाने पूजा आजा गरी भ्यायो अब जाने गाइस अब चाहिँ हामी खाजा खान लागेको हल्का भोक लागेको अवस्था साथीहरूले चाहिँ यहाँ सबै बनाउँदैछ खाजाहरू किन फोटो नफाल्ने ल अब हामी चाहिँ खाजा खान्छौँ ओइ मेरो कोक्दैन थ्याङ्क यू दिदी ल खाऊ गाइस न चर्को हुन्छ कि फेरि ल अब चाहिँ हामी खान्छौँ है त ल भाइ तेरो गीत बजा गाइस मलाई चाहिँ मनमा अलिकति कस्तो लागिरहेछ किन भन्दाखेरि चाहिँ अस्ति नै के अरे मनकामना जाँदाखेरि चाहिँ त्यो नरिवलको डल्लाभित्र पनि सेतो डल्ला थियो होइन फुटाउँदाखेरि नि आज पनि अनि यहाँ के अरे छिम्केसरी आउँदाखेरि त्यो त कुहिएको होइन हल्का कुहिएको पऱ्यो तर झोल चाहिँ त्यसमा राम्रै थियो अनि त्यो भएर चाहिँ मनमा अलिकति कस्तो लागिरहेछ कमेन्टमा भनिदिनु होला के कस्तो हुन्छ त्यो चाहिँ खासै बुझेको छैन मैले अनि त्यो भएर चाहिँ मलाई अलिकति कस्तो लागिरहेछ न त रमाइलो भइरहेछ क्या के भयो ऊ बाँदर नि खैरेनीको बाँदर भन्नु पर्दैन सुगन कहाँ हो सुगन गाडी सरी सुगन गाडी छ
म त फुलसुल टिप्न गइदिएँ यहाँनिर हेरेको तिमीलाई कस्तो लाग्दैछ भन यहाँ तिमीलाई कस्तो लाग्दैछ त्यो बाटोमा आउनु पर्दा अनि रोड चाहिँ अलि त्यो रहेछ स्कुटरको लागि होइन आधा रोड चाहिँ एकदमै ठिक छ राम्रो छ होइन अनि आधा चाहिँ अब मन्दिर जस्तो ठाउँ त हो अनि अलिअलि त बिग्रिहाल्छ नि अलिअलि त नराम्रो भइहाल्छ नि ठिकै छ यतिको राम्रै भन्नु पर्ला अब राम्रै छ जे होस् स्कुटर बाइक गाडीहरू सजिलैसँग आउन सकिन्छ होइन राम्रो छ बाटो यतिको चाहिँ ऊ चाहिँ मेरो साथी हो हामी सँगै पढ्ने साथी हो एकदमै सोझो छ ऊ चाहिँ टिचर हो होइन अनि हाम्रै सँगै पढ्ने साथी हो अनि हामी चाहिँ जता जाँदा पनि सँगै हुन्छौँ धेरै जस्तो अरू साथीहरू पनि छ तर अरू साथीहरू स्नेक हो हामीलाई नै स्नेक भन्छ तर उनीहरू स्नेक हो आएन हामी चाहिँ आयौँ त्यही त हो नि साथी मिल्दैन कहिले के हुन्छ त्यही भएर चाहिँ आउनु पाएको थिएन अब अहिले चाहिँ 2-4जना भए पनि आएको हामी चाहिँ त्यही हो यस्तो राम्रो छ कि बाटो भरे सिडी भए पनि सिडी जङ्गल कता खै जाँदा त्यहाँसम्म टिप्ला है त्यहाँ चाहिँ नेपालको झन्डा अलि नदेखिनु रहेछ अलि देखेन ल अब चाहिँ एकैचोटि तल गएर भिडियो बनाउँछु म अरू त माथि नै हरायो तिनीहरूलाई पनि देखाउनु पऱ्यो नि होइन पुरै नाच्दै आहा खुट्टा कामिरह होला उहाँ पनि लेट्स गो गाइस हाम्रो यो अर्को खाजा चौचो चाहिँ अघि नै खाइसक्यौँ चाहिँ तल झरेर चप खानु लाग्यो चटपट भन्यो चटपट पनि आउँदैछ अरे यहाँ सानो पसलले छ यहीँबाट खाएको हामीले यहाँ हाम्रो साधनहरू गोरु पनि छ त्यहाँ यहाँ अरू टोली अरू मान्छेहरू भन्छ तात मिठो हुन्छ नि त ल अब चाहिँ खायो है त सबै हामी चाहिँ खाइभयो अब चाहिँ जान्छौँ दिदीहरूलाई चाहिँ के अरे नराम्रो बाटोसम्म चाहिँ त्यो गाडीले लैजान्छ होइन अनि त्यसपछि चाहिँ हामी लिएर जान्छौँ किनभने हिँड्नुपर्छ नि त त्यही भएर चाहिँ पछाडि बस्ने टोलीलाई चाहिँ गाडीमै हालिदिन्छौँ ल हामी चाहिँ अगाडि नै जान्छौँ ल दिदी है त सो गाइस हामी चाहिँ अघि केही ठाउँमा आइपुग्यो होइन अनि हाम्रो पछाडि बस्ने साथीहरू चाहिँ गाडीमा आउँदैछ किन रिक्स लिने भनेर चाहिँ तिनीहरूलाई गाडीमा आइ चाहिँ नराम्रो बाटोसम्म चाहिँ भने अनि अहिले चाहिँ हामी यहाँ छौँ अब चाहिँ यहीँबाट चाहिँ तिनीहरूलाई पछाडि नै हालेर लिएर जान्छौँ सो त्यही हो एकछिन थकै मार्नु पऱ्यो अया हाम्रो दिदीहरू आयो तर पछाडि बसिहाल्यो भने त अगाडि नै बसेछ क्या पछाडि बसोस् भनेर झन् छोडेर आयो कि बाई रानीलाई जसरी ल्याइछ त पछाडि बस्छ होला भनेको त गाइजहरू अहिले आएर भात खान जान्न अरे ल गाइज अब चाहिँ हामी लाग्छौँ अब गएको भिडियो त बनाउँदिनँ धेरै लामो भइसक्यो भ्लग पनि धेरै लामो हुन्छ हेर्नलाई झ्याउ लाग्छ अब एकैचोटि खाना खान गएको चाहिँ बनाउँछु खाना लगाएको चाहिँ बनाउँछु है गाइज राइट नाउ चाहिँ हामी मुगलिन बजार हामी चाहिँ खाना आएको दाल भातमा मुगलिनको दाल भातमा चाहिँ हामी भात खाना आएको छोडिहाल्ने बाई बाई बेसी हाल्थ्यो त्यो फेरि घिउ सो गाइस हाम्रो खाना चाहिँ आइसक्यो अब चाहिँ हामी खाना लागेको ल अब चाहिँ ढिलो नगरिकन स्वादसँग खान्छौँ 1 पनि बजिसक्यो गाइस हामी चाहिँ मुगलिन दाल भातमा खाना खाएर अब घर जानु लाग्यो सबैजना साथीहरू चाहिँ घर गइसक्यो घर जाँदैछौँ हामी पनि अब आजको लागि भ्लग यहीसम्म समाप्त हुन्छ हस् त धन्यवाद।